गाइस हामी चाहिँ अब लाग्यौँ आजको हाम्रो यात्रा चाहिँ म्याङलुङसम्मको हुनेछ। यसमा हुनुहुन्छ हाम्रो ड्राइभर चिना भाइ हुनुहुन्छ, यहाँ हाम्रो चिना भाइ ड्राइभर हुनुहुन्छ है, नाम गरे मलाई। त्यसपछि हुनुहुन्छ हाम्रो मनदीप ब्रो, यता हुनुहुन्छ हाम्रो प्रिन्सिपल सर मिन्टु कुमार राई होइन। अब आज चाहिँ हामी धेरै पछि आफू चाहिँ नभन्ने म चाहिँ बेवङ राई भ्लग बनाउन त आउँदिनँ, त्यही पनि यो चाहिँ हाम्रो दाजुभाइ ब्रदर्स ग्याङको सानो यात्रा हो। अहिले चाहिँ हामी हिलेको होराइजन आइपुग्न आँटेको छौँ। यहाँको मौसम चाहिँ एकदम कुल छ, चिसो केही छ। चिना भाइले बोल्न छैन हजुर, भन्नुहोस् तपाईँलाई कस्तो लागिरहेछ त यो मलाई बदनाम गरिसक्यो। हिल साइड रोडमा चाहिँ राइड गर्न पाउँदा? तपाईँको दार्जिलिङ यता देखाउ न, यता देखाउ न। यहाँ देखिरहेछ त यी फ्रन्ट क्यामेराबाट। मेरो नाम बिगारेर मलाई बदनाम गरिसक्यो मान्छेहरूले। यो के भन्ने ठाउँ हो? यो हाम्रो चाहिँ हिलेको आर्मी क्याम्पलाई नै भनौँ, त्रिशुले चाहिँ आउन लागेको हो। चित्रे भनेको त माथि बसन्तपुरदेखि अझै वरै हो। यो होटल होराइजन चाहिँ पूर्वाञ्चलकै, यो चाहिँ होराइजन माउन्ट रिसोर्ट आइपुग्न लाग्यो। ठिकै छ। कन्स्ट्रक्सन फेज